ल हामी चाहिँ अहिले एकदम जङ्गल यो घनाघोर जङ्गलमा छौँ। यो जङ्गलको नाम चाहिँ के हो? यो सिलिचरको जङ्गल हो होइन। जङ्गलको नाम त मलाई थाहा छैन, तर यो जङ्गल चाहिँ डेन्जर ठुलो छ। यो ठाउँमा चाहिँ मान्छे धेरै झुन्डिएर मर्छन् होइन। अनि यो जङ्गलमा म 3 चोटिसम्म घुम्नेको मान्छे खोज्न आइसक्यो, तर एकचोटि पनि फेला पारिनँ। अनि सुन न यार, यो सबै के यसको रुख हो त? यो हेर त, यो त लेक किनारको रुख, अनेक थरीको रुख। तर यो ठाउँको विशेषता भनेको धेरै धेरै चाहिँ काफल पाइन्छ होइन। काफल त चिलाउनी गुराँस। र ठाउँ चाहिँ दामी छ, रमाइलो छ, जङ्गल भए पनि होइन। घुम्न लायक जङ्गल छ क्या। काफल चाहिँ डर खायो होला होइन? काफल के छ? कुरै नगर्नु, यस्तो बबाल खायो, यस्तो बबाल 4 साल छ। यो पनि यो काफलको रुख हो क्या? काफलको रुख हेर त, आम्मा सबै काफलको रुख यार। लड्योला हेर्ने। ओहो बाघ ओ माइ गॉड, ओहो बाघ कहाँ गयो? ओहो भागे बाघ ल कालिज समात। अनि के छ? अनि अरू यसो यहाँ चाहिँ तिमीलाई के छ? यहाँ बुलेले लिएर आउनु पाएको भए अहिले दुईटा कालिज ल्याइन्छ। यहाँ हेर्नु त, बाँस काटेर हाम्रो बाटै ब्लक गर्दैछ अब। यहाँ चाहिँ के जनावर पाइन्छ हो? यहाँ त के छ? कालिज पाइन्छ होइन। ठाउँमा दामी खालको कालिज पाइन्छ, बनकुखुरा पाइन्छ। फेरि बनकुखुरा कालिज भन्ने एउटै होइन नि फेरि। अनि तिम्रो यो यहाँ अर्को सुन्नु न, म भन्दैछु, बँदेल पाइन्छ होइन। बँदेल अनि बँदेल पाइन्छ, मृग पाइन्छ। हेर्नु यो रुखले कस्तो हाम्रो ब्लक गरेको यार। त्यो भन्दैन, यो ठाउँको विशेषता भनेको ठाउँमा पाउनु भनेको एउटा मेन पाउनु भनेको चालक पाउँछ त्यो ठाउँमा। चालक भनेको चाहिँ के हो त? चालक भनेको चाहिँ सानो हुन्छ होइन, तर त्यो बेचा होइन डेन्जर महँगोमा बिक्छ क्या। मान्छेहरूले त्यस्तो तस्करी गरेर जति धेरै पैसा कमाउँछ कि। दाउरा कस्तो देख्छ हामी राति आगो बाल्दाखेरि। एकदम यहाँ यो जङ्गलमा आउँदा एकदम खुसी भएछु म। एकदम रमाइलो महसुस भइरहेको छ। त्यस्तो बवाल जङ्गल छ कि, तर एक्लै त यो जङ्गलमा एक्लै त हिँड्न सकिन्न है। अनि यस्तो छ, तपाईँहरू फेरि एक्लै आउँछु भनेर आउनु होला। हाम्रो त आज जङ्गल भिजिट हुँदैछ, आज रमाइलो हुँदैछ। जङ्गल भिजिट यस्तो छ, कति रमाइलो। आम्मामा त्यो छ नि यो पात, यसो पैसा भएको भए त के भन्छ? यो पैसा भएको भए म जागिरै छोडिदिन्छ ल। अनि 2 दिन जति बोरा लिएर जान्थ्यो है होइन। बोरा लिएर कति हाम्रो गाउँघरतिर हुन्छ नि, पात चोर्ने चलन छ नि गाई भैँसीले हाल्नलाई। हो त्यसरी नै 2-3 बोरा लिएर जान्थ्यो। अनि एकै दिन धुलीखेलमै आइसक्यो हामी। धुलीखेलमै आइसक्यो हामी। पारि चाहिँ धुलीखेलको देखिरहेको छ थोरै घरहरू। एउटा गीत चाहिँ एकदम बवाल हान्थ्यो। मेरो पर्वतिर पर्वत
पर्वतनीका भनी सोधौली दुरुलुङकोटको खेदैनी रहो जाउँला हामी सँगै रमाउला सँगसँगै रमाउला भन्जी हान्दै लामो पुल तरौला मेरो आहो पर्वतनीका भनी सोधौली दुरुलुङकोटको खेदैनी रहो पर्वतनीका भनी सोधौला दुरुलुङकोटको खेदैनी रहो स्वर त राम्रो छैन त्यो लागि भयो नि गीत गाइदिएको मैले होइन ल ठिक छ ल दामी बवाल बवाल लागि आफै ताली बजाउँदैछु लाली गुराँस पनि पाइदो रहेछ त लाली गुराँसको टिन्डर हो त्यो ठाउँ लाली गुराँस यो राष्ट्रिय के भन्छ होला फुल राष्ट्रिय फुल लाली गुराँस हेर्न सक्नुहुन्छ तपाईँहरूले फ्लावर यसमा देखिने हो त्यहाँ देखिन्छ है नेसनल फ्लावर लाली गुराँस हामी चाहिँ अब अहिले धुलो खेल आयो होइन ल ओके